ल है आजको गाइज आजको चाहिँ नयाँ वर्षको शुभकामनासँगै अब विभिन्न चाहिँ अब यो बाटोहरू चिचोल्दै जाँदैछु म कहाँ पुगिन्छ हेर्नुहोस्। बाटो अप्ठ्यारो छ। हेर्नुहोस् गाइज तपाईँहरू सम्पूर्णलाई नयाँ वर्षको भ्लगमा हिँडेको म भ्लग बनाउँदै। बाटो चाहिँ एकदम धुमिएको चिसो छ। अस्ति भर्खरै असिना र हिउँ परेर बाटो अप्ठ्यारो छ। तर पनि सोलुखुम्बुको तुलुङदुर्गसी गाउँपालिका धेरै माथि चाहिँ एउटा पारमारी डाँडा छ। त्यो डाँडामा जाँदैछु म। मित्रहरू कति आउनु भएको छ। बिचमा खर्सुको बोट, गोल्डो, खराने, अनि त्यसपछि बुलु, मछिनो, उतिस आदि विभिन्न खालका चाहिँ यताले बाटो थियो। यताले वाला ओ कस्तो ठुलो भाउदिरहेछ। बाटो त खतरा छ। ओहो के अरे त बटारी हो त। निस्किन्छ त। निस्कियो फाइनली गाइज। यहाँ सोलिङ गर्दै हुनुहुन्छ साथीहरूले पैसा उठाएर। यो बाटो यस्तैमा खै पनि बाटो चाहिँ अलिकति चाहिँ रहेछ है। वाह 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 कहाँ बाटोमा रहेछ। कहाँबाट थियो बिच बाटो। अप्ठ्यारो छ बाटो गाइस, चिप्लो हुन्छ। गाइस म पुग्न लाग्यो लगभग। ए खासै केही रहेछ, कोही पनि रहेनछ। ल नयाँ वर्षको शुभकामना छ है तपाईँहरू सम्पूर्णलाई। अब खासमा चाहिँ सबै त बनाएर आउँ भनेको रहेनछ। रहेन स्ट्यान्ड, क्यामेरा र स्ट्यान्ड। यो चाहिँ मम्मीले पठाउनु भएको दुध, दही, मही, बोतल त्यस्तै नै होला। अब देखिएन यहाँ माहौल खासै राम्रो ठुलो। हजुर पसल हो क्या तल के छ तपाईँ जिउँदै हो अहिलेसम्म? अनि पोहोर परार त मात्दैन भन्थ्यो त मलाई फोन गरेर। पसल चाहिँ कसको रहेछ? तपाईँ जिउँदै रहेछ खुसी लाग्यो है। ल के हो यो चाहिँ? यो मान्छे खुट्टा गोरु खुट्टा भने क्या? ठ्याक्कै हो। अस्ति तिमीले काटेको होइन? त्यो गोरु खुट्टा पो रहेछ। होस् बस्ने कि अलि चिया। अनि तपाईँ खानु न जिब्रो डर्छ? डरेको मान्छे डरिहाल्छ नि। यति आगोले पो डर्छ त्यस्तो तातो चियाले कसले डर्छ? बरु म चाबी खोइ चाबी दिनु। ल खोइ चाबी दिनु त म परसमा लगेर जान्छु। म तर्नु है सचिन भयो। हो ल तपाईँहरू अहिले आउनुहोस् ल। त्यहाँ खोटाङको साथीहरू आउँछ है भनेको आएन। कफी ल म आउँछु त। आउँछ ढाड्नु त ढाड्छ पो। लु नयाँ वर्ष शुभकामना है। यहाँ पो बजार लाग्दछ त। हे ल सबैलाई शुभकामना छ।
म खाँदिनँ है किन फेरि रहेछ म त म ऊ त्यहाँ गएर आउँछु लाक्पाको लाक्पाकोसम्म गएर आउँछु है ल त छिटो एकदम छिटो ल ल ल माथि आउनुभयो ए बाटो त यार के हो यहाँबाट त सोलिङ हुँदै रहेछ त्यो बाटो सोलिङ हुँदै रहेछ त्यो तल गुम्बा त्यो बाटो छ गाई यता आइपुग्यो पसल पनि पाउँदैन कि भोक लागिसक्यो हिँडेको 4 घन्टा भइसक्यो ऐसुलीको झ्याङभन्दा भेटिँदैन ऐसुली पाकेको भए पनि खाइन्थ्यो गाई बाटो बेस्ट साइक्लिङ ट्रायल गर्नेको लागि बाटो डेन्जर रहेछ हेलो हेलो यहाँ लाक्पा भाइको फर्म कहाँनिर मौरी फर्म ए कहाँदेखि आउनु गोपे गोपे अलि अगाडि हस् ए बहिनी भेट्यो ल यहाँले त्यो लाक्पाको घर कहाँनिर ए किन नबोलेको बहिनी म चिन्छु नि त ल ठिक छ ठिक छ हेलो हेलो ल नयाँ वर्षको शुभकामना है म त्यो घुम्दै आएको यो होइन भिडियो बनाउँदै आएको त्यो लाक्पा भाइको फर्म कहाँनिर भनेर निस्कौँ न भनेर ए फर्म त यहीँ यो देखिएको घरदेखि यो देखेको घरदेखि त्यो हाम्रो घर छ होइन घरदेखि मुनिपट्टि हेर्नुहोस् फेरि उता गएर पल्लोपट्टि छ उता लास्टको ए है ऊ चाहिँ कहाँ बस्छ उता यो अन्तर राईको घरमा बस्छ ए ल ल
सबैभन्दा अग्लो ठाउँ भनेको यसरी राखिएको रहेछ। पक्का यतैतिर हुनुपर्छ। सम्झना किराना ल मौरी त यतै छ त।